चाहिँ अर्को भिडियो है त। योभन्दा अगाडि भिडियो हालिसकेको छु, यो भिडियो कहिले आउँछ थाहा छैन, तर आउँछ यो पनि। धेरै दिन भयो, अब अस्ति चित्र बनाउँदै थिएँ, सो अहिले चाहिँ भिडियोतिर लाग्दैछु। आज चाहिँ लगभग बिहानबाट चाहिँ काम गर्दैछु। 2टा मालाको काम थियो, अहिले एउटा पुरा भयो, अब सेकेन्ड वानको पालो है त। यो काम चाहिँ धेरैलाई थाहा छैन होला, यो चाहिँ हामीलाई अर्डर आउँछ क्या बेला बेलामा, नौगेडी उन्ने, त्यो चाहिँ हामीले गर्छौँ। अनि यो भिडियो चाहिँ हामीले स्टार्ट गर्दाखेरिको है त। सुरुको स्टेपमा चाहिँ यस्तो हुन्छ हो, अलि लामो खाले, त्यहाँबाट पछि सानो पार्ट आउँछ। A few moments later. योभन्दा अगाडिको भ्लगहरू हेर्नुभएको छ भने चाहिँ यसको हल्का प्रोसेस टाइपको मैले टाइम ल्याप्स पनि हालिसकेको छु। यो चाहिँ अहिले भ्याइन लाग्यो है त। ओके, काम सकियो, तर अहिले चाहिँ यहाँ हावाहुरी चाहिँ डेन्जर लागेको है। ओ सर, झिल्के घरभित्र जा। ओके, एज युजुअल यो चाहिँ हाम्रो मम्मीको गार्डन है त। कसैलाई फुल चाहिएको छ भने हाम्रोमा आउँदा हुन्छ। हामी बगालटोलमा छौँ, अहिले नयाँ नयाँ आएको छ। यो पनि बगानबेली नै हो, भेराइटी अर्कोवाला हो क्या यो चाहिँ। One eternity later. ओके, अहिले चाहिँ रातिको कति बजे भन्नु, 7 बजे है। म त्यो टाइममा सुतेर उठेको। काम त छैन अब, आई थिङ्क अब म चाहिँ स्केच गर्नेवाला छु। ओके, आई डोन्ट नो यो चाहिँ देखिन्छ देखिँदैन, बट अहिले चाहिँ पानी पर्दैछ है अलिअलि। सो वी आर हियर। अब चाहिँ स्केच हुनेवाला छ, कुनको आई डोन्ट नो, म सोच्दैछु। रिक्वेस्टहरू छ छनलाई, तर त्यो अहिले म फ्रेस माइन्डमा गर्छु। अहिले भर्खरमा सुतेर उठेको छु, अब हुन्छ कि अहिले चाहिँ ड्रइङ अब के को हुन्छ थाहा A छैन। few moments later. ओके, यो चाहिँ कलर गरेपछिको सिन है त। कलर राम्रो छैन, बट जे छ त्यही छ। सो गुड नाइट। The next day. ओके, एज युजुअल अब हामी कलेज जाँदैछौँ है त। अहिले चाहिँ हामी यहाँ युजिसीको फर्मतिर छौँ। मेरो भरेन, अब त्यस्तै भयो। यो चाहिँ हाम्रो कलेज, यसको क्लिपहरू छ छनलाई, अब आउँछ एकछिनमा। यो चाहिँ नेक्स्ट डे है त, हिजो चित्र बनाएको थियो। आज चाहिँ कलेजको निक्लिने बेलाको सिन हो यो चाहिँ। ल है त, अब निस्किन लाग्यो, बाई बाई। क्लास खाली भइसक्यो, अब चाहिँ घर है त।